अरू हाम्रो टिम चाहिँ अगाडि अगाडि गइरहनु भयो चाहिँ त्यहाँबाट भिडियो भइरहेको अर्कोबाट चाहिँ अब केही घन्टा जति भइसक्यो अब लगभग पुग्न लागिसकेँ उहाँमा त अब धेरै बेर लागेन त्यो म्यापमा चाहिँ नजिकै देखाइसक्यो यहाँ चाहिँ मजा आएको क्या मजा छ सल्लाहको बुटहरू पातहरू हावा चाहिँ बहुत मजाको चिसो हावा चलिरहेको क्या अब चाहिँ हामी जर्सिङ बाबाको मेन गेटबाट परिसकिसकेका छौँ रहेछ हामी धेरै टाइम पनि लागेन आउन जस्तै 10:30 बजीतिर हिँडेको यहाँबाट हामी ठाउँबाट अनि ठ्याक्कै 12 बजीतिर आयो अब 1.5 घन्टामा आयो क्या हामी यहाँ चाहिँ ठाउँहरू बहुत मजाको देखिरहेको छ क्या पाहाडहरूको खण्ड खण्ड परेको देखियो कि हिमाल पनि देखिन्छ यहाँबाट तर अहिले चाहिँ मौसम खुलेन राम्रो छ हिमाल देखिरहेन जस्तै खाने बाटो रहेछ कि धेरै खोला नजिकैदेखि छ नि हल्का त्यहाँ आगो लागेको क्या मजाको अनि ठिक छ ठाउँ चाहिँ राम्रो हरियाली छ यदि हामी अर्को कुनै अरे साउन्ड असार साउन्ड आयो भने चाहिँ अझै राम्रो देखिन्छ क्या वेदर खुल्यो भने वेदर खुलेको लागि चाहिँ यहाँ हेरेर एकदम गाउँ अनि सानो कामहरू चाहिँ एकदम राम्रो त्यही हो ठाउँ चाहिँ राम्रो मन पर्यो 12 मिनट वेदर खुल्यो भए चाहिँ राम्रो हुन्थ्यो जुन हिमाल देख्थ्यो क्या त्यहाँ दामी हिमाल देख्थ्यो अब खोलेको छैन अरू त ठिकै छ चिसो हावा गर्मीमा चिसो हावा चाहिँ मजाको चल्दो रहेछ अनि यताको भ्यू पनि राम्रो खास केही रहेछ यस्तै हो यहाँ चाहिँ हाम्रो सरर लाएर पुरै गाउँहरू रहेछ क्या त पुरा मजाको गाउँ देखियो ऊ त्यो हाम्रो मिलम्ची चाहिँ उताटी छ वहाँनिर यता चाहिँ यो क्या मजाको अर्को यहाँ रहेछ गाउँ सानो यता चाहिँ खेतीबारीहरू गरेर क्या हाम्रो बाँकी टिम चाहिँ त्यहाँ भन्नुभयो हामी जर्सिङ पौवा अफिसको टिम सबैजना आइरहेछौँ कस्तो लागिरहेछ सबैलाई एकदमै हावा चल्ने अब चाहिँ हामी जान लाग्यौँ अब यहाँको भ्यूलाई अब बाहिर खाना खान गइरहेको छौँ अब शिव दाइ हामी चाहिँ दुईजना सँगै आएको थियौँ सँगै जान लाग्यौँ अब हामी निस्किन लाग्यौँ यहाँको ठाउँलाई अब बाई बाई उहाँको यो सुरुमा देखाएको थियो यो के बनाएर चाहिँ यहीँ एरिया कभर गर्दो रहेछ क्या अब हामी चाहिँ निस्क्यौँ यहाँबाट यहाँ चाहिँ अझै सबै धेरै जस्तो ठाउँहरू धेरै जस्तो कुराहरू नै बनाउनै ला जस्तो देखियो किनकि यहाँ सबै जतासुकै माटो र के बाटो थुनेर राख्यो अझै अलिक म्यानेज नगरे आजकल अलि बाटो चाहिँ राम्रो छैन अलि बनाउनु पर्ने जस्तो भयो चाहिँ हजुर ठिक छ त्यहाँ राम्रै ठाउँ थियो